नमस्कार। रमिधाम रब्दकमल धाम अनि पेल्ली गुम्पा एरिया वरिपरि पुरै बदमास प्लास्टिक डस्टबिनहरू पुरै लत्ताले हिर्काएको, कुच्याइदिएको, फालेको भेटाएको थिए र बदमासहरू पुरै आएकै छ। र मैले यो हाम्रो 2020मा रमिधाम रब्दकमल धामबाट रुल एन्ड रेजुलेसन रमिधाम एरिया वरिपरिको जति पनि रुल्सहरू छ यो नोटिस मैले फेसबुकमा 2020को अपलोड गरेको थिएँ र त्यसलाई मैले जेरक्स गरेर आफ्नै पैसाले जेरक्स गरेर निकालेको छु 20वटा। र यो म रमिधाम रब्दकमल धामको हरेक वेटिङ रेटिङ सेटमा टाल्नेछु अनि पेल्ले गुम्पा एरिया वरिपरि पनि टाल्नेछु र तपाईहरूले पनि यो नोटिसलाई हेरिदिनुहोस् अनि यो नोटिसको रुल अनुसार तपाईहरूले रमिधाम रब्दकमल धाम एरिया वरिपरिको रुल्सहरूलाई फलो गरिदिनुहोस्। र कति अस्ति पनि टालेको थियो नोटिस पुरै, तर पुरै बदमासहरूले आएर चेताएर फटाएर पुरै फ्याँकिदिएको हुन्छ र मैले फेरि पनि जेरक्स गरेको छु। यहाँ 20वटा 30वटा जस्तो जेरक्स गरेको छु र भोलितिर म रमिधाम रब्दकमल धाम अनि पेल्ले गुम्पा एरियामा यो टाल्नेछु। तपाईँहरू जति पनि रमिधाम मन्दिर अनि गुम्पामा घुम्न आउनुहुन्छ तपाईँहरूले यो नोटिस हेरिदिनुहोस् र रुल्सलाई फलो गरिदिनुहोस् रमिधाम एरिया वरिपरिको। र साफसफाइको लागि रमिधाम रब्दकमल धाम एरियामा एन्ट्री फी पनि 20 रुपियाँ 2020देखि नै लागू गरेको थियो। तपाईँहरूलाई यो पनि जानकारी र तपाईँहरूले सक्दो डस्टबिनको प्रयोग गरिदिनुहोस् गुम्पा एरिया अनि रमिधाम एरिया वरिपरि जताततै प्लास्टिक फोहोर मैला नफ्याँकिदिनुहोस्। धन्यवाद।